आज मलाई यो बारुलाले रुवाएको छ। आज हामी बारी खन्न गएको। हाई गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी मल बोकेर बारीतिर लाग्दैछौँ ल। आज बहिनी र म मल बोक्ने कार्यक्रम छ आज हामी दुईजनाको, दिदी बहिनीको। र मेरो बहिनी चाहिँ क्यामेरामा लजाएर हैरान। पछि त्यो झाडानले मुख छोपेर अब के भन्नु, लाज लाएर भिडियोमा आउँदिन भन्थ्यो। बल्ल ल्यायो त भएको भिडियो हाल्दिनँ कि भनेर। अब म हेर्दै नहेरिकन मलाई भारी ढकल दिइसक्यो उसले। उसले त त्यो झाडानलाई त पुरै मुखभरि छोपेर बसिरहेको रहेछ। अनि के गरेको भनेको त त्यो भिडियो मलाई नदेखा भनिरहेको थियो। मैले चाहिँ देखाइदिइहालेँ त्यो भिडियो चाहिँ आयो। अनि हामी चाहिँ बोकेर हिँडिसक्यौँ साथीहरू। म चाहिँ बारीमा पनि आइसकेँ र मैले मोल घोप्टाइसकेको छु। र मोल छर्केर यता पनि छ खन्न भन्यो, बहिनीले खनिरहेको थियो। म चाहिँ मलहरू हाले हिँडेँ। त्यसपछि मैले पनि खन्नको लागि गएको। मलाई बारुलाले टोकेर के गरिदियो यस्तो आज, नाकको टुप्पोमा बारुलाले टोकिदिइहाल्यो। र मैले हजुरहरूलाई बारुला देखाउँदैछु है। यत्रो बारुलाले मलाई कस्तो नराम्रो टोकेर रुवाइदियो आज। मेरो मुडै अफ गराइदियो एकछिन त। ला के गर्ने हो भइरहेको थियो। त्यसपछि फेरि हामी खन्यौँ, घम खन्यौँ। अनि घरै पनि हिँडिसक्यो हामी। घरै हिँडेको आजलाई यति नै। बाई बाई साथीहरू।